हेलो गाइज, हामी चाहिँ अब बल खेलेर घर जान आँटेको होइन। यहाँ चाहिँ हर्न पनि छ, कस्तो फ्यास बल्यो कि आले साइकको हो कि होइन। मजा गइसकेको छ। हामी यहाँ हिँड्दै बसेर चढ्दै लड्दै पर्दै आएको। त्यहाँ अगाडि पनि मान्छे छ होइन। कस्तो गर्मी भयो यहाँ। यत्रो सिडी चढ्नुपर्छ कि गनेर पनि सकिँदैन के। 2000वटा सिडी चढ्नुपर्छ होइन। हजुर के भन्नुभएको? बल खेलेर सिसिर गयो नि। आज मोबाइल हेर्दै होला, मोबाइल हेर्दै होला सिसिरले। अर्को कस्तो हातै दुखिसक्यो भने सुनकोसी कस्तो खतरा देखेको अहिले पो। देख्छ तर त्यहाँ त्यो चाहिँ होइन, चन्दडु हिँड्दैछौ। त्योभन्दा ओह्रो त हुँदैन। चन्दन हिँड्दैछ। अरुण चाहिँ उकालो चढ्दैछ। म चाहिँ यता होइन, सुनकोसी रिभर गाइज मजाले हेर्नुहोस्। हाम्रो भाइरल, टिकटकमा भाइरल भएको मान्छे हो तपाईँ। फलो गर्नु है सबले, लाइक। ब्लगर जान्दैछौ। यहाँबाट त देख्दो रहेछ ब्लगरलाई। यतिको ठ्याक्क देख्छ। सब गाइज के खबर होइन। टक्क हामी मास्तिर सिडीबाट माथि लाग्यौँ। ठ्याक्क 3000वटा सिडी छ। यो चाहिँ पहिरो गएको हो कि यहाँ चाहिँ सिडी नै छैन। फेरि त्यहाँ तल चाहिँ छ। फेरि यहाँ यस्तो छ कि बाटो, हाम्रो बाटो अब मर्मत गर्ने बेला भइसक्यो त्यही भएर होइन। अब मासतिर लाग्यो होइन गाइज हामी चाहिँ। हेलो ब्रो। के हो नि ब्रो? सुनकोसी चाहिँ कडै देख्यो हो कि मान्छे झोलङ्गेमा मान्छे पनि छ होइन। सबै साउहरू धनी मनी। हात दुखिसक्यो, बल खेलेर पसिना नि आइसक्यो होइन गाइस। के खबर वाट्सअप गाइस? हामी चाहिँ अब घर जान थाल्यो हो। मासतिर लागिसक्यो। मुतेर ढुक्क भएर आइसक्यो। मलाई त आज कस्तो लास्टै सजिलो लागिरहेछ भने सिडी चढ्नु भिडियो बनाउँदै होला त्यही भएर हो कि गाइज होइन।
टिकटकको भाइरल पर्सन भेट्यौँ है हामीले टिकटकमा भाइरल हुँ मेरो पनि छ व्हाट्सअप गाइज 2000 सिडी चढिसक्यो होइन हामी चाहिँ रुख हेर्नु सक्नुहुन्छ बस्दै बिस्तारै हामी यहाँ बिस्तारै हो कि आनन्दले अब गएर इडिट सिडिट गर्नुपर्छ होइन ऊ चाहिँ थाकेर सुतिसकेको लडीपट्टि भएर देखाउनु ऊ थाकेर ऊ सुतिसकेको छ होइन ऊ मजाले ऊ अनि ऊ गरिरहेछ ऊ दाँत पनि सुतिसकेको छ नि लडीपट्टि ल लास्टै छ्याङ खाएको छ क्या हौ आम्मामा के हो पर सुत्या छ खुट्टा नि हेर्नु नि गाइस ल जाउँ है घरतिर ल धेरै भइसक्यो शीतल हावा चलिरहेछ कि अहिले लास्ट अब यहाँबाट चाहिँ हामी घर जाने बाटो हो कि यत्रो यतिको चाहिँ ठ्याक्क देखिरहेछ भने हाम्रो गाउँ हेर्नु सक्छ माथिबाट डाँडा काँडाले ढाकिएको हाम्रो गाउँ पहाड पनि छ वरिपरि पहाडै पहाड हाम्रो गाउँमा गाइज हेर्नु पहाडले घेरेको छ मकैबारी पनि हाम्रो त कत्रो भइसकेको छ यो त लोकल हो जस्तो छ हाम्रो त हाइब्रिड हेर है कति पछाडि रोपेको एउटा बादलले आँप पाउँछ त्यहाँ बादर हुन्छ होइन गाइज अब हाम्रो गाउँहरू आइसक्यो अब हामी चाहिँ गाउँतिर लाग्यो होइन यहाँ चाहिँ पहिला यहाँ माछा पोखरी थियो कि यहाँ पहिला माछाहरू थुप्रो पाल्थ्यो अहिले त के हो के स्विमिङ पुल जस्तै बनाएको छ अब पानी सुक्यो नि भयो गाइज यहाँ हो हाम्रो मकै कत्रो ठुल्ठुलो भइसक्यो भने अब त मकै उम्रिने बेला भइसक्यो ल मारेछौ कस्तो मकै खिचे पत्ता सत्ता यत्रो ठुलो छ त्यहाँ हाम्रो घर होइन गाइज त्यहाँ माथि बनाइरहेछ कि घर चाहिँ यहाँ चाहिँ अहिले जसो तसो बसिरहेको हो कि त्यहाँ माथि अब प्लस्टर गर्नु बाँकी हो त्यहाँ ठ्याक्क हुन्छ होइन घर कस्तो यता नि छोरा खेलेको म त्यसलाई ओरि आउँछु है जुत्ता चप्पल लाइवरी आउँछु हाम्रो आमा होइन हेर्नु सक्नुहुन्छ हाम्रो आमा हेलो गरिदिनु त आमा हेलो मम्मी हेलो गर्नु हामी चाहिँ आज सागै तरकारी होइन बल खेल्दैछ पिपलमा त्यो चाहिँ बुझ्ने है ल आजको ब्लग सिडियो